हजुरलाई बजाज ग्रान्ड कार्निभलमा स्वागत छ। हजुरको शुभ नाम? मेरो सन्दीप लामा। सन्दीप जी, हजुर चाहिँ यहाँ खरिदको लागि, एक्सचेन्जको लागि, भिजिटको लागि केको लागि आउनुभएको थियो? म चाहिँ एक्सचेन्जको लागि आएको थिएँ। ओके, हजुरले कुन बाइक पुरानो चलाउनुहुन्थ्यो र अहिले कुन नयाँ लिनुभएको छ? होन्डा साइन चलाउँथेँ। हजुर। अहिले हामीले चाहिँ पल्सरको 125 भन्ने लिएको छु। ओके, सो हजुरलाई चाहिँ भ्यालुएसन मन पर्यो कि मन परेन? हजुर सेटिस्फाई हुनुहुन्छ कि हुनुहुँदैन? एकदम छु। भ्यालुएसन चाहिँ एकदम राम्रै पायो। हामीले सोचेको भन्दा अलिकति बढी नै पायो। हजुर। त्यसैले अनि हामीले चाहिँ यही लिने निर्णय गरेर यही लिन आयो। प्रतिक्रिया कस्तो रह्यो? सजिलो थियो कि गाह्रो थियो? एकदम सजिलो लाग्यो। एकदमै सजिलो थियो। त हजुरले अरू कसैलाई अरू साथीभाइहरूलाई रेकमेन्ड गर्नुहुन्छ कि गर्नु हुँदैन? अरू साथीहरूलाई पनि गरिन्छु म चाहिँ, किनकि यहाँबाट फाइनेन्स पनि हुँदो रहेछ। त्यही भएर गर्छु म चाहिँ। हामी चलाएर हेर्छौँ होइन, अनि यसको फेसिलिटीहरू यसले हामीलाई कसरी सहयोग गर्छ बाइकले त्यो अनुसार भन्ने गर्छु साथीहरूलाई। अब चलाएको पनि छैन होइन, हजुर। अनि राइड गर्छु। अब यसमा कुनै प्रब्लम आउँछ कि आउँदैन, अब कतिको फेसिलिटी छ त्यस अनुसार साथीहरूलाई रिकमेन्ड गर्छु। त्यसलाई आफूले भोग्नु पऱ्यो नि। ओके, हजुरले चाहिँ कुन चाहिँ स्टलबाट लिनुभयो? टुकुचाको स्टलबाट। अनि हजुरले एक्सेसरिजहरुमा चाहिँ के पाउनुभयो? ब्याग, हेलमेट, अब लेग गार्ड भन्नुभएको छ, लेग गार्ड चाहिँ दिनुभएको छैन, 2-3 दिनमा आउँछ भन्नुभएको छ। हेरौँ दिनुहुन्छ होला सायद। अलराइट, धेरै धेरै धन्यवाद हामीसँग कुराकानी गरिदिनु भएकोमा। अनि हजुरको नयाँ बाइकको लागि पनि धेरै धेरै बधाई छ। हस्, थ्याङ्क यू। थ्याङ्क यू। हस्, थ्याङ्क यू।